सो हेलो साथीहरु सबैलाई दर्शक नमस्ते। आज फेरि हामी ब्लग बनाउन आएको माछाको मारिरहेको जाल टस खोलामा। हातमा रातो झोला, खोलामा माछा होला किन होला साथीहरु हेर्दै राख्ने होला। हेर्नुस् शिकारी तयार, जाल इन्डियन साला जाल हेर्नुस् तयारी चलिरहेको। हेर्नुस् साथीहरु लोकेसन यस्तो ठाउँमा माछा मार्ने आएको आज खोली भनेका इन्डियन। हेर्नुस् सालो भेनाको जोडी इन्डियन भेना इन्डियन सालो। हेर्नुस् लोकेसन भनेका इन्डियन। ल अब माछा मार्ने सुरु भयो। यतातिर सालो यतातिर भेना। हेर्नुस् फर्स्ट छक्का हेरौँ कताबाट बोनी हुन्छन् त्योहरू। धाउ बोनी बोनी भइहाले। असला माछा यो जाल ठुला आँखीको हो दह्याउँला माछा ठुलै पर्छन्। स्यालोको आयो माछा। हेर्नुस् यहाँबाट बोनी भयो। हेर्नुहोस् जाल फस्यो, माछा पनि लागेछ अरे जाल पनि फस्यो। हेर्नुहोस् देखौँ अट्क्यो, गाह्रो छ। अब यो धिनाजुले जाल बनाएको त यस्तै साला भेना वाम साला और भेना की जोड़ी। खाली साल भी खाली। हेर्नुहोस् माछा आयो हजुर साइजका गादमा। लग गई लटरी। धाउ धाउ असला माछाको व्यवस्था। यतातिर सालो यतातिर माछा मार्ने सिपालो हो उसको भेना। सालो भेनाको जोडी। अब सालोले गर्यो बोनी, तीनटा माछाको बोनी। ए सालो खुस। हेर्नुहोस् लोकल असला माछा। माछा भनेको इन्डियन यो काजीको बिरे लाउजी। हेर्नुहोस् अट्क्यो गाह्रो। एउटा माछा। हेर्नुहोस् माछा असला माछा लाग्यो। त्यस सालोले छ भन्छ माछा खै हेरौँ कतिको रहेछ। हो लाग्यो एउटा माछा, दुईटा माछा। ला 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 खाली खाली वर। या सालो भेना की जोडी। यतातिर सालो यतातिर माछा मार्ने सिपालो। सालोले जाल खिचिहाल्यो तर खाली। अब भेनाको पाली। भेनाको माछा लाग्यो। हेर्नुहोस् ठिक साइजका माछा। सालो भेना तयार। सालोको अलि जाल फाल्ने छैन सिपालो। खाली बार। हेर्नुहोस् अलि खतरा ठाउँमा फाल्ने विचार छ कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा। हेरौँ मनकाई रन्काई लागेछ अरे झट्कायो माछाले। हेरौँ कतिका लागेछन्। ठिक साइजका माछा लागेछ। हेर्नुहोस् कि जङ्गे रेलमा कि जङ्गे जेलमा भने यो तीन माछा। उता बाहिरको किडा मारिरहेको। हेर्नुहोस् यता बाहिरको माछा।
यता भाइ सालो, यता भाइ सिपालो। यता भाइ सालो हेर्नुहोस्, सालोको माछा हेर्नुहोस्, भेनाको माछा हेर्नुहोस्। सालो यी भेना लाउजी ले दुईटा माछा सिपालो गर्यो। पाली भेनाको लाग्यो भने ठुलै, नै त खाली एउटा। भेनाको पनि एउटा। सालोले फेरि काम गर्यो हेर्नुहोस्, अलिक साइजका माछा मार्यो अहिले एउटा। सालो फेरि सालोले फाल्यो, भेनाको जाल अट्क्यो हातमा। त्यही पनि फाल्यो। भेनाको पाली कतिको माछा लाग्छ सालोको भेनाको, ओहो लागेछ हजुर। ल्याउजी फिर से एउटा माछा हेर्नुहोस्, साइजका माछा लाग्छन् यसमा। ठुलै माछा। यतातिर सालो, यतातिर सिपालो। यिनी भेना हुन्, यिनी सालो हुन्। जोडी नम्बर 1। बीच खोलामा यसरी दुःख गरिन्छ साथीहरू, लाइक एन्ड कमेन्ट गर्नुहोला। सालो भेनाको जोडी साथीहरू कस्तो लाग्छ? सालो भेनाको जोडी जाल खेलिरहेको। यतातिर सालो, यतातिर सिपालो। सालो खाली, भेनाको पाली। सालोको माछा लागेर खै या माछा, सालोको माछा।